गुड मर्निङ। आज चाहिँ बिहान म यता घुम्न आएको छु। यसै गाउँमा घुम्न आएको। कति राम्रो राम्रो सजाउने राखेको छ। यहाँ चाहिँ यो चाहिँ काउलुङ पार्क एरिया हो। काउलुङ पार्कको छेउमा चाहिँ यति राम्रो राखेको रहेछ। अहिले आमा वेदरले पनि ओभर राम्रो साथ दिएको छन्। तपाईहरु पनि घुम्न आउनुहुन्छ भने आउनुहोस्। काउलुङ पार्कको चाइना टावर पछाडि चाइना बिल्डिङ गोल्डन बिल्डिङ पछाडि ब्याक साइडमा पिकको भ्यू हेर्दै समुद्र हेर्दै बिहानको वकिङ चाहिँ यसरी बित्दैछ मेरो। इन्जोय त गर्नै पर्यो, समयले साथ दिएसम्म। दामी गरेको छ डेकोरेसन चाहिँ। यो चाहिँ पर गन्तव्यमा त पुग्नै पर्यो। यो चाहिँ फेरि वेस्ट काउलुङ जोरन फेरीमा हो, पिकको नजिक। अहिलेको चाइनिज न्यु इयरमा चाहिँ बब्बाल बच्चाहरूलाई खेल्ने र अहिले चाहिँ फेरि जोरन फेरी र सेन्ट्रलको फेरी पनि यहाँ समुद्रमा चाहिँ जोडिसकेको छ। यहाँ घुम्न आउनेलाई चाहिँ साह्रै सजिलो छ। सेन्ट्रलबाट आउनेलाई साह्रै रमाइलो दृश्य। माय गॉड, कहिलेकाहीँ हल्का रमाइलो गर्दै हिँड्नुपर्छ, इन्जोय गर्नुपर्छ। अब चाहिँ हल्का घर आउनुलाई ओह्रालो लागेको अवस्था। आफ्नै छायाले पनि छल गर्दो रहेछ, अधेरीमा भने जस्तै। आफ्नै छायाले पनि छल गर्दो रहेछ अधेरीमा। त्यस्तै गर्दै लगातार छुट्टीको दिन चाहिँ ताई मसन डाँडामा पनि पुगेको अवस्था। कता घुमियो। कहिले ताई मसन, कहिले मर्निङ टाइममा काउलुङ पार्क, वेस्ट काउलुङ जोरन फेरी हुँदै साथीहरूसँग ह्याप्पी होलिडे मनाउन ताई मसन डाँडामा पनि पुगेको अवस्था। यस्तै गर्दै जिन्दगी बिताउँदैछौँ। थ्याङ्क यू सो मच। हेरेर इन्जोय लिनुहोला। बाई बाई।